मेरो हातै काफी छ नि मेरो हातै काफी छ नि वेलकम माई न्यू भ्लग फेरि पनि स्वागत छ। आज म चाहिँ फेरि अब खाना पकाउने तयारीमा छु। मेरो चाहिँ तरकारी अब रेडी हुँदैछ। आलु र सिन्की खाने आज है। हाम्रो सिन्कीको झोल, आलुको झोल कति मिठो हुन्छ है, धेरै मिठो हुन्छ। खाएर विचार गर्नु होला, आलु र सिन्की जस्तै मिठो हुन्छ। सो मैले चाहिँ आलु रेडी गरिसकेको छु। यहाँ आलु आइसकेको छ। अनि मेरो हँसिया स्पेसल हँसिया हुन्छ क्या आलुको। अनि त्यसपछि यो आलु छिल्ने। अनि आलु रेडी भइसकेको छ है। 4 दिन भइसक्यो खाना पकाउँदा पकाउँदा। घरको मान्छे छैन, के गर्ने, खाना पकाउनु पर्यो। डेली खाना पकाउनु पर्छ। साँझ बिहान खाना पकाउनु पर्छ। अहिले त खाना पकाइहाल्छु नि। अरूलाई किन चाहियो बुढी 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 है। आफै काफी छु नि त, काफी छु खाना पकाउनलाई। अच्छा हमको सिखा रिया है। कपडा आफै धुइहाल्छु। के चाहियो र बुढी बुढी बुढी। अरूलाई किन चाहियो बुढी, आफैले गर्न सक्छु नि म। मेरो हातै काफी छ नि